हामीले दुईटा क्वेसन अलरेडी सल्भ गरिसक्यौँ जुन हाम्रो 2081 सालको रेगुलर ब्याङ्कमा लिमिट एन्ड कन्टिन्युटीबाट। अब हाम्रो 2080 सालमा के छ त 2080 सालमा पेपर हेर्न सक्नुहुन्छ। 2080 सालमा एउटा 2 नम्बरको यहीवाला क्वेसन जो म सल्भ गर्न गइरहेको छु, एउटा 4 नम्बरको एउटा लिमिटबाट मैले के भनेको छु, एउटा लिमिटबाट सोध्यो भने एउटा कन्टिन्युबाट फिक्सै सोध्छ कि, एउटा यो लिमिटबाट भइसक्यो। अब हाम्रो के छ 4 नम्बरमा एउटा यो कन्टिन्युटीबाट सोधेको छ। हामी पहिला यो क्वेसन गरौँ, त्यसपछि यो क्वेसन पनि गर्नेछौँ है। अब के भनेको छ भने मैले के भनेको थिएँ, लिमिटमा जस्तो सुकै क्वेसन गर्दाखेरि पहिला कस्तो फर्ममा छ, एकचोटि यो कस्तो फर्ममा छ एकचोटि रफ गरेर हेरौँ त। कस्तो छ भने एक्सको ठाउँमा ए राख्दा 2a √2a माइनस a प्लस a √2a, माथि त √2a माइनस √2a भने 0/a माइनस a 0/0 फर्म, यो इन्डिटर्मिनेन्ट फर्म आइसक्यो। अब यसलाई हामी सल्भ गर्नतिर लागौँ है। यता के छ लिमिट x टेन्ड्स टु a। अब यता के गर्नु, यो रुट देख्ने बित्तिकै के गर्नु पर्यो भनेदेखि कन्जुगेटले मल्टिप्लाई। कन्जुगेट भने के हो, अब हेर है, यस्तो क्वेसन आयो भने के ख्याल गर्न सकिन्छ भने कन्जुगेटले मल्टिप्लाई। कन्जुगेट भने के हो त, जस्तै √x प्लस √y भने के हुन्छ भने यसको कन्जुगेट के हुन्छ भने यसको ठिक्क उल्टो के माइनस √y। यसको यता प्लस छ भने यता माइनस, यता माइनस छ भने यता प्लस, ठिक्क उल्टो है। अब यता के छ √2x माइनस √x प्लस a। अब यसको कन्जुगेट के हुन्छ एकचोटि हेर है, यो जस्ताको त्यस्तै भइहाल्यो, x प्लस a डिभाइडेड बाई x माइनस a। यसको कन्जुगेटले मल्टिप्लाई गर्दा √2x माइनस यता माइनस छ नि त, अब यता प्लस हुन्छ, प्लस x प्लस a अपन, अब किन गरे अपन म अहिले भन्छु डिभाइड किन गरे, x प्लस a। यो दुइटै मल्टिप्लाईमा छ नि त, यो काट्दा बाँकी बस्ने यति नै हो। त्यही भएर कन्जुगेट भने यता माइनस छ भने यता प्लस छ भने यता माइनस हो। त्यही भएर यता पनि कन्जुगेटले मल्टिप्लाई, तल पनि ठ्याक्क डिभाइड गर्यो भने यो पुरै कट्छ, यो काट्दा 1 हुन्छ, यो जस्ताको त्यस्तै बच्छ नि। त्यही भएर यस्तो गरे। अब हामी के लेख्न सक्छौँ भने लिमिट x टेन्ड्स टु a त भयो हैन, लिमिट x टेन्ड्स टु a भयो। अब के a माइनस b a प्लस b, हजुरहरूलाई थाहै नै होला, a माइनस b a प्लस b भने a स्क्वायर माइनस b स्क्वायरको फर्मुला हो। अब हामी के लेख्न सक्छौँ, यता √2x को स्क्वायर माइनस √x प्लस a को स्क्वायर लेख्न सक्छौँ कि सक्दैनौँ, यो त भयो माथि भयो। अब तल के हुन्छ x माइनस a त बच्यो, x माइनस a बच्यो होइन, x माइनस है, x माइनस a। अब बाँकी के रह्यो हाम्रो √2x प्लस √x प्लस a, यति बाँकी रह्यो नि त हाम्रो होइन। अब हेर है, अब लिमिट x टेन्ड्स टु a। अब हेर है के गर्न सकिन्छ, √x का होल स्क्वायर भन्नु र x भन्नु एउटै हो कि होइन, एउटा होल स्क्वायरले रुट काट्यो x बराबर x भयो नि, त्यस्तै √y का स्क्वायर बराबर y भन्नु एउटा नि त हो। त्यही भएर योले यो कट्छ, हामीसँग बच्छ 2x माइनस, अब माइनस आयो त कोष्ट राखिराख्ने, यो पुरैको ऊ है, यो 2 ले यो पनि कट्यो, x प्लस a बच्यो होइन। अब के हुन्छ भन्दाखेरिमा अब तल जस्ताको त्यस्तै x माइनस a √2x प्लस √x प्लस a यो भयो। अब हेर है के हुन्छ भनेदेखि अब लिमिट x टेन्ड्स टु a त जस्ताको त्यस्तै 2x, अब माइनसले भित्र खोलाउँदा x माइनस a हुन्छ कि नै, प्लस a प्लस माइनस, त्यही भएर a लेख्या डिभाइडेड बाई x माइनस a इन्टु √2x प्लस √x प्लस a, यो त जस्ताको त्यस्तै भइहाल्यो। हजुरहरू सक्नुहुन्छ, इजी छ कि यो 2000 कति सालमा रे, यो 2080 सालमा, 80 सालको रेगुलर ब्यागमा। अब हामी 2x एउटा 2xबाट एउटा x गर्दा x मात्र, अब माइनस a जस्ताको त्यस्तै होइन, यता x माइनस a, यहाँ पनि x माइनस a डिभाइडेड बाई अझ तल कति बाँकी छ √2x प्लस √x प्लस a बाँकी नै छ। अब हेर है यो x माइनस a मल्टिप्लाईमा यो कट्यो, यता 1 बाँकी रह्यो। अब हेर है लिमिट x टेन्ड्स टु a 1 अपन √2x प्लस √x प्लस a बच्यो कि नै। अब हेर है, अब एकचोटि अब
एक्सको ठाउँमा ए राखौँ त कस्तो फर्ममा आउँछ इन्डिटर्मिनेन्ट फर्ममा आउँछ कि आउँदैन चेक गरौँ है। ए राख्दाखेरि √2a प्लस 2 प्लस ए √2a भयो प्लस ए प्लस ए √2a यता आउँदैछैन, त्यही भएर अब हामी सिधा राख्न सक्छौँ 1/√2 इन्टु ए 2a प्लस ए प्लस ए भयो। यो भने 1/√2a होइन। अब हेर है यति त भयो। अब चेक गर्ने इन्डिटर्मिनेन्ट फर्म छ कि छैन हेर है। यता अब एक्सको ठाउँमा ए राख्दा √2a प्लस √a प्लस ए √2a अब हुँदैन। अब के गर्न सकिन्छ भन्दाखेरि अब हामीसँग के छ भन्दाखेरि 1/√2x छ नि त 2a भयो प्लस एक्सको ठाउँमा ए राख्दा ए जस्ताको त्यस्तै यो हाम्रो बच्यो 1/√2a प्लस √2a यो भनेको त्यो 1/2√2a होइन 2√2a के गर्यो भनेदेखि हामीलाई √x छ प्लस √x छ भने 2√x हो कि होइन हो त्यस्तै गरे 2a √2 यता √√ एड भयो 2√2a यति नै हाम्रो आन्सर जुन हाम्रो एकदमै इजी जुन हाम्रो 2080 सालमा सोधे 2080 सालको रेगुलरमा यो कति मार्क्स 2 मार्क्सको मात्र है 2 मार्क्सको मात्र सोधेको छ। यो गर्न सकिन्छ इजी तरिकाले। अब हामी अर्को क्वेसनतर्फ लागौँ है। अर्को क्वेसन केबाट सोधेको छ भन्दाखेरि कन्टिन्युटीबाट कति नम्बरको 4 मार्क्स हो। अब के भनेको छ हाम्रो क्वेसन नम्बर 4 मा के भनेको छ भन्दाखेरि लेट fx बी डिफाइन्ड बाई fx बराबर 2x प्लस 4x इज लेस देन 1 2x प्लस 4x इज इक्वल टू 1 3x 4x इज ग्रेटर देन 1 डज लिमिट fx इज एक्जिस्ट के लिमिट fx एक्जिस्ट गर्छ लिमिट x टेन्स टु 1 fx एक्जिस्ट गर्छ कि गर्दैन पहिला चेक त्यो भनेको छ। इज fx कन्टिन्युअस x बराबर 1 मा कन्टिन्युअस हुन्छ कि हुँदैन पहिला हजुरहरूले के बुझ्नु पर्यो भने के हुन्छ भनेदेखि यो कन्टिन्युटीको क्वेसनमा लिमिट होइन के हुन्छ भने पहिला एक्जिस्ट हुनलाई राइट ह्यान्ड लेफ्ट ह्यान्ड लिमिट इज इक्वल टु राइट ह्यान्ड लिमिट पनि बराबर हुनु पर्यो। लेफ्ट ह्यान्ड लिमिट राइट ह्यान्ड लिमिट लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर भयो भने यो एक्जिस्ट भयो होइन। अब कन्टिन्युअस हुनका लागि लेफ्ट ह्यान्ड लिमिट पनि बराबर हुनु पर्यो राइट ह्यान्ड लिमिट पनि बराबर हुनु पर्यो त्यससँग फङ्सनल भ्यालु पनि बराबर हुनु पर्यो के 3 कुरा। यता माथि लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट बराबर भयो भने एक्जिस्ट हुन्छ। कन्टिन्युअस हुनका लागि 3टै बराबर हुनु पर्यो लेफ्ट ह्यान्ड लिमिट राइट ह्यान्ड लिमिट र फङ्सनल भ्यालु। अब लेफ्ट ह्यान्ड लिमिट राइट ह्यान्ड लिमिट र फङ्सनल भ्यालु पहिला अब सोलुसनतर्फ जाउँ है। हामीसँग हियर के दिएको छ भन्दाखेरि fx बराबर 2x प्लस 1 4x इज लेस देन 1 2x 4x इज इक्वल टू 1 3x 4x इज ग्रेटर देन 1। अब के हुन्छ भनेदेखि 4 लेफ्ट ह्यान्ड लिमिट है LHL 4 लेफ्ट ह्यान्ड लिमिटको लागि के हुन्छ x भन्दा सानो x चाहिँ 1 भन्दा सानो हुनु पर्यो के x चाहिँ 1 भन्दा सानो हुनु पर्यो। यता के छ हेर है x चाहिँ 1 भन्दा सानो हुनु पर्यो x इज 1 भन्दा लेस देन 1। यता के छ हेर त x इज 1 भन्दा 1 के छ 1 भन्दा सानो के छ यो वाला यसको फङ्सन के हुन्छ हियर। अब के हुन्छ भन्दाखेरि यसको फङ्सन fx बराबर 2x प्लस 1 हुन्छ। के गरे भनेदेखि लेफ्ट ह्यान्ड लिमिटको लागि x को भ्यालु x चाहिँ 1 भन्दा सानो हुनु पर्यो के ठ्याक्क अब यस्तो यो रिलेसन कहाँ छ अब हेर्न सक्नुहुन्छ। अब यो 1 हामीले अब x को ठाउँमा 2 किन हेरेनौँ
2 भन्दा सानो x भयो भने त भन्न सक्छौँ नि त लिमिट लेफ्ट ह्यान्ड लिमिट हो भनेर, किनभने यता लिमिट x टेन्ड्स टु 1 भनेको छ नि त, यता 1 छ भनेदेखि यहाँ पनि 1 नै हेर्ने कि, यहाँ पनि 1। लेफ्ट ह्यान्ड लिमिटको लागि x को भ्याल्यु सानो हेर्नु पर्यो, राइट ह्यान्डको लिमिटको लागि x को भ्याल्यु ठुलो हुनु पर्यो, 1 भन्दा ठुलो हुनु पर्यो x को भ्याल्यु, फङ्सनल भ्याल्युको लागि x इक्वल टु ठिक्क 1 हुनु पर्यो। अब के हुन्छ भनेदेखि अब लेफ्ट ह्यान्ड लिमिट हैन, अब लेफ्ट ह्यान्ड लिमिटको लागि के हुन्छ भने लेफ्ट ह्यान्ड लिमिट बराबर लिमिट के छ x टेन्ड्स टु 1 यता लेफ्ट ह्यान्डको लागि माइनस आउँछ, यता माइनस यता हैन है माथि यसको पावरमा माइनस आउँछ fx। अब fx को हाम्रोको भ्याल्यु थाहा छ fx बराबर 2x + 1। अब के गर्न सकिन्छ लिमिट x टेन्ड्स टु 1 -1 हैन x को पावर 1 नै भन्ने हो यसलाई, 2x + 1 fx को भ्याल्यु छ। अब यो भनेको x को ठाउँमा 1 राख भने हो 2 × 1 + 1 भने यो 3 भइसक्यो, यो आइसक्यो। अब 4 राइट ह्यान्ड लिमिट सिमिलरली त्यस्तै 4 राइट ह्यान्ड लिमिटको लागि के गर्न सकिन्छ भनेदेखि x ठुलो, मैले के भने x ठुलो हुनु पर्यो 1 भन्दा। अब यो रिलेसन हेर त, यो रिलेसन कहाँ छ यहाँ छ, यसको अगाडिको fx हुन्छ, यसको अगाडिको fx हुन्छ, के हुन्छ भनेदेखि fx बराबर कति लेख्न सकिन्छ 3x। अब राइट ह्यान्ड लिमिटको लागि अब राइट ह्यान्ड लिमिट कति भयो लिमिट x टेन्ड्स टु 1 यता प्लस हुन्छ, राइट ह्यान्डको लिमिटको लागि माथि प्लस हुन्छ, लेफ्ट ह्यान्डको लागि माइनस हुन्छ fx। अब fx कति छ लिमिट x टेन्ड्स टु 1 भयो। अब कसैको बानी के छ यता माइनसदेखि त अब यता 2x को ठाउँमा -1 राख्ने है, यता माइनस जस्ट सिम्बोल मात्र हो कि यो लेफ्ट ह्यान्ड लिमिटलाई इन्डिकेट गर्ने सिम्बोल मात्र हो, त्यही भएर fx यता कति छ 3x, यो भने x को ठाउँमा 3 राख 3 × 1 बराबर 3। अब के भन्नु पर्यो भने एक को लागि i को लागि के भन्न सकिन्छ भनेदेखि here left hand limit is equal to right hand limit, hence it is continuous हैन, it is exist हैन। अब दोस्रोको लागि सोलुसन के भन्नु पर्यो भनेदेखि लेफ्ट ह्यान्ड लिमिट हामीले अलरेडी अहिले त मैले लेफ्ट ह्यान्ड लिमिट पनि निकालिसकेको छु, राइट ह्यान्ड लिमिट पनि निकालेको छु। अब म सिधा फङ्सनल भ्यालु निकाल्छु, नत्र यो भिडियो लामो हुन जान्छ, त्यही भएर अब म सिधा 4 फङ्सनल भ्यालु हैन, भ्यालु योमा के भन्छ x इज ठिक्क 1 सँग इक्वल हुनु पर्यो। यो रिलेसन अब कहाँ छ हाम्रो यहाँ छ, x इज ठिक्क 1 सँग इक्वल छ, fx बराबर अब हाम्रो हुने भयो 2x हैन। अब के छ भनेदेखि हियर अब fx हाम्रो कति हुने भयो fx बराबर 2x। अब फङ्सनल भ्यालुको लागि के हुँदैन, सिधा fx को ठाउँमा सिधा 1 राख्ने। अब फङ्सनल भ्यालुमा के हुन्छ भनेदेखि x को ठाउँमा सिधा 1 राख्ने, fx हामीसँग 2x अलरेडी छ त, f(1) बराबर कति हुन्छ 2 × 1 गर्दा यो हाम्रो 2 भयो। अब हेर है हाम्रो राइट ह्यान्ड लिमिट हाम्रो 3, लेफ्ट ह्यान्ड लिमिट हाम्रो 3 एन्ड फङ्सनल भ्यालु हाम्रो कति आछ 2 आछ कि नै। राइट ह्यान्ड लिमिट हेर्न सक्नुहुन्छ, लेफ्ट ह्यान्ड लिमिट 3, राइट ह्यान्ड लिमिट 3 एन्ड लास्ट वान इज फङ्सनल भ्यालु हाम्रो 2 आयो हैन। हजुरहरूले अब यसको लागि पनि इक्जाममा लेफ्ट ह्यान्ड लिमिट पनि निकाल्नु पर्यो, राइट ह्यान्ड लिमिट पनि निकाल्नु पर्यो, फङ्सनल भ्यालु पनि निकाल्नु पर्यो। मैले किन ननिकाले भने यो राइट ह्यान्ड लिमिट अझ निकाल्ने, फङ्सनल भ्यालु राइट ह्यान्ड लिमिट लेफ्ट ह्यान्ड लिमिट दुईटा निकाल्दा हाम्रो टाइम बढी हुने भएकाले भिडियो लामो हुन जान्छ, त्यसकारण मैले सिधा यो फङ्सनल भ्यालु मात्र निकाले। त्यही भएर अब हाम्रो फङ्सनल भ्यालु दुईटा हियर के भन्नु पर्यो भने हियर कन्क्लुजनमा राइट ह्यान्ड लिमिट इज अल्सो इक्वल टु लेफ्ट ह्यान्ड लिमिट but does not is equal to functional value so it is not continuous
कन्टिन्युस एट एक्स बराबर 1 भनेको छ, क्वेसनमा भनेको छ नि त एक्स बराबर 1मा के एक्जिस्ट कन्टिन्युस हुन्छ कि हुँदैन भनेको छ। किनकि यता फङ्सनल भ्यालु पनि 3 नै आएको भए यो कन्टिन्युस हुन्थ्यो, तर यता फङ्सनल भ्यालु फरक आएको छ, त्यही भएर यता कन्टिन्युस हुँदैन। मैले अघि पनि भनेको थिएँ, के भनेको थिएँ भने राइट ह्यान्डल लिमिट र राइट ह्यान्डल लिमिट र लेफ्ट ह्यान्डल लिमिट बराबर छ भने त्यो एक्जिस्ट भयो, एक्जिस्ट गर्छ त्यो फङ्सनले। लेफ्ट ह्यान्डल लिमिट राइट ह्यान्डल लिमिट फङ्सनल भ्यालु बराबर छ त्यो कन्टिन्युस भयो। त्यही भएर एक्स बराबर 1मा यो फङ्सन कन्टिन्युस हुँदैन, किनकि फङ्सनल भ्यालुसँग यी दुईटाहरू इक्वल छैनन्। अब